ल दर्शकवृन्द हाम्रो आर्यको चाहिँ बाटो यति साह्रो खराब भइसकेको छ र अब अहिले गाडीहरू पनि बन्द भएकोले गर्दाखेरि एकदम साह्रो हिँडाइ चम्किँदैछ। अहिलेको फिलहाल 10:52 भइसकेको छ। हेर्नु होला गाइस, हाम्रो सबसे ज्यादा नकल पार्ने छोरी उहाँ हुनुहुन्छ र हाई लो से अगेन हेलो। यहाँ चाहिँ आपा र मेरो सानो छोरी। यहाँबाट चाहिँ यो खालको भ्युज छ। भ्युज यो चाहिँ डाली, यतातिर चाहिँ डाली हो, देख्न सक्नुहुन्छ। यहाँनिर यस्ताहरू चाहिँ हाम्रो कोठी। यहाँबाट सिङतामहरू छ्याक्कै। यो चाहिँ पहिलाको हाम्रो ग्राउन्ड। पहिला यहाँनिर फुटबल म्याचहरू हुने गर्थ्यो। गाइस यो माथि देख्दै सिमडी हो। ओभरै ज्यादा पानी परेकोले गर्दाखेरि चाहिँ बाटो चाहिँ एकदमै खराब भइसकेको रहेछ। ज्यादै रफु चक्कु भइसकेको छ बाटो चाहिँ खोदालिएर। के महसुस गर्छौ तिमीहरूले अहिले? यस्तो पाराले पुग्छ कहिले? यो हो नि त हिँडाइ त। यसलाई भन्छ हाँस हिँडाइ। हाम्रो गएको बाटो चाहिँ यस्तो पहिरो गएको छ, त्यही भएर आज चाहिँ कुनै गाडी चल्नु सकेको छैन। हेरिहाल्नुहोस् यस्तो छ। यो चाहिँ रोड यस्तो गइसकेको छ पहिरो। यो चाहिँ आर्यको ठुटे बजार। ठुटे बजार ल दर्शकवृन्द, हाम्रो आर्यको चाहिँ नयाँ बाटो एकदमै खराब भएर गाडीहरू चलेको छैन र हामी चाहिँ बिस्तारै बिस्तारै गर्दै यस्तो बाटो, यो चोर बाटो सर्टकट हिँडेर गइरहेको छौँ। एकदमै मुस्किल भइरहेको छ। पुरै बाटो खराब भएर आम्मै यो हालत भइरहेछ। केटाहरूले सफा गर्दैछ यहाँनिर बाटो। यहाँनिर पहिरो गएर यहाँ हामी चाहिँ यो बाटो हिँडिरहेछौँ। एकदमै सानो, त्यही माथि घाँस, त्यही माथि पुरा खोदालिएको छ। भलले होला यो चाहिँ सबै यस्तो भइरहेछ। हामी चाहिँ यहाँ आइपुग्यो।
हाम्रो त हाम्रो त माथि गरौ धारा डल्लै पुगिएछ किनभने मङ्की देख्यो होला ए अ मङ्की आ दुईटा मङ्की छ नि त त्यही आयो 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 नानीहरु मान्छ जुम्रा परेछन् सिधा मान्छ जुम्रा छ त्यो टपमा छैन छ भने त मान्छ छैन कुन घरमा छ छैन कहाँ कलाको खोला ए ऊ बहिनी कस्तो मजाले देख्यो है आयो बहिनी आयो भाइ किन के देख्यो तैँले त्यहाँ पापा जुम अझै जुम केरा खान्छ त्यस्तोहरु खान्छु चिसो हुन्छ नि त पानी पानी छ न लुगा हेर्नुहोस् त यता हेर्नु न म यतै हुन्छु यहाँ चाहिँ भिडियोग्राफी हुँदैछ भिडियो सुट हेलो बहिनी ल कहाँ जानुभएको तपाईँ हेलो नाना कहाँ जानुभएको म माथि घरको माथि गएर अहिले कहाँबाट आउनुभएको तर गाडी हेर्छु बिस्तारै 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 ल गाडी आयो ल पक्रिन्छु म आऊ वेट बिल्डिङ ए चिजो हो त के यहाँबाट जाँदा पनि पुग्छ नि गुरुजीको राजाकोटीबाट उता त गुरुजीको घर चाहिँ छैन ए हो त्यहाँबाट